हेलो नमस्ते तपाईहरु सबैजनालाई। आज चाहिँ भने हामीहरू दुईजना बुढाबुढी चाहिँ यसरी दलपचन मेरो माइती घर आएको छौँ र हामी चाहिँ यहाँ दुईजना आलु खन्दैछौँ। यो घाँस चाहिँ मैले काटेको, उहाँले चाहिँ आलु खन्नु हुँदैछ। हेर्नुस् आलुबारीमा यसरी मटर पनि लगाएको छ। अनि हेर्नु सक्नुहुन्छ ऊ पर धनियाँ सोप पालक रहेछ। यसै सागहरू पनि छिप्पिसकेछ। उपरसम्म खन्नुपर्ने आलु चाहिँ दामी फलेछ। यो चाहिँ मैले हातले खनेको। यो चाहिँ आलु चाहिँ दामी फलेछ है, देखाउनुहोस् त। अब दामी फलेछ है आलु। एक ड्याङ खनिसक्यौँ, अर्को ड्याङ खन्दैछौँ। माटो पनि हल्का छ नि त यहाँ, त्यही भएर आलु पनि फल्छ। राम्रो छ माटो, यहाँको माटो राम्रो छ, मलिलो। गाईको मल मात्रै लगाउँछ, अरू फाल्टो मलहरू युज गर्दैन यहाँ चाहिँ। खालि गाईको मात्रै हो, गाईको मात्रै लगाएर रोप्छ। आलु दामी हुन्छ, धेरै समयसम्म बस्छ यो आलुहरू चाहिँ, फाल्टो मलहरू नलागेको कारणले। एकदम अर्ग्यानिक गाईको मलले गर्दाखेरि दामी फल्छ यहाँ। जोरथाङ चिसो पानीदेखि चाहिँ हामीहरू दलपचनमा आलु खन्नु आइपुगेका छौँ। हेर्नुहोस् अझ एकदम जोसमा आलु खन्नु हुँदैछ। धेरै वर्ष बादमा आलु खन्नु पाएँ अरे यसरी। हुन्छ, आजको मेरो भ्लगलाई तपाईँहरूले हेरिदिनुहोस्, मन पराइदिनुहोस् अनि सेयर पनि गरिदिनुहोस्। धन्यवाद।